हेलो साथीहरू, अनि मेरो नाम चाहिँ मर्कुस प्रजा। अनि तपाईहरुलाई आज मेरो रियल ब्लग्स अनि तपाईहरुलाई देखाउने छु। अनि तपाईहरु सबै अनि जुडेर बस्नु होला है गाइस। अनि यो चाहिँ हाम्रो गाउँको दृश्यहरू हैन, अति नै सुन्दर छ। अनि पछाडिको दृश्यहरू तपाई हेर्न सक्नुहुन्छ। हेलो हाय भन। सम्पूर्णमा नमस्कार। अनि मेरो नाम चाहिँ मर्कुस चेपाङ। अनि मर्कुस चेपाङ मर्कुस अफिसियल युट्युब च्यानल 43। अनि मेरो युट्युब च्यानल चाहिँ तपाईहरु अनि जोडेर यहाँ मेरो ब्लग्स तपाईहरु हेर्न सक्नुहुन्छ। अनि हाम्रो गाउँको भ्यू तपाईहरु हेर्न सक्नुहुन्छ पछाडिको। अहिले चाहिँ मकैको सिजन छ गाइस हैन। अनि यो चाहिँ हाम्रो गाउँको तस्बिरहरू गाइस हैन। तपाईहरुको गाउँ चाहिँ कस्तो छ, हाम्रो गाउँ चाहिँ यस्तो देखिन्छ गाइस हैन। मेरो ब्लग्स तपाईहरु कहाँबाट हेर्दै हुनुहुन्छ, तपाईको मनसायहरू तपाईहरु लेख्न सक्नुहुन्छ गाइस। यो चाहिँ हाम्रो गाउँको लास्ट चोक हैन। अनि यहाँबाट हुँदै चाहिँ हाम्रो गाउँ चाहिँ भित्री पर्छ। मेरो घर चाहिँ उता छेउतिर पर्छ हैन। मेरो बस्ने गाउँको नाम चाहिँ सङ्गम टोल। अनि यो नयाँ बस्ती भनेर पनि चिनिन्छ। अनि तपाईहरु कहाँबाट हेर्दै हुनुहुन्छ, अनि तपाईहरुको मनसाय तपाईहरुले कमेन्टमा लेख्न सक्नुहुन्छ है त गाइस। मेरो श्रीमती है गाइस। बाटो हैन, अब घरतिर जान लाग्नु भन न। घरतिर जान लागेको। अब चाहिँ हामी घरतिर जाँदैछौँ गाइस है। तपाईँलाई स्वागत छ हैन। यता नि अर्को अनि बस्तीहरू छ हैन। साँझको समय छ, यहाँ चाहिँ आगो फुट्ने पनि गरिन्छ किनभने सर्दीको समय छ। के फरक पर्दैन। हेलो के छ? यो चाहिँ हाम्रो ठिक छ। यहाँ चाहिँ साँझको समय एकदम अप्राधकारी हुन्छ। अनि यता चाहिँ धेरै राम्रो ठाउँहरू छ हैन। तपाईहरुको गाउँ कस्तो छ र हाम्रो गाउँ चाहिँ यस्तो छ गाइस हैन ठाउँ। तपाईहरुको गाउँ चाहिँ कस्तो छ, अनि हाम्रो गाउँको भ्यू दृश्यहरू चाहिँ यस्तो छ हैन गाइस। अनि मेरो रियल ब्लग्स यो चाहिँ हैन। हामी हेर्न सक्छौँ, हेर्न सक्नुहुन्छ। तपाईहरु भिडियोमा अन्तिमसम्म बस्नु होला हैन। यो चाहिँ हाम्रो गाउँ हो। यहाँ हाम्रो गाउँको दृश्य। यहाँ चाहिँ एकदम सुन्दर ठाउँ छन् हैन। सम्पूर्णलाई एकदम तपाईहरु भिडियोमा बस्दै गर्नु होला हैन। अब भ्लग बनाउन खासै अब सिक्दैछु गाइस हैन। तपाईहरुले अब सपोर्ट नगरिकन चाहिँ हामी के पनि गर्न सक्दैनौँ। अनि हाम्रो गाउँको दृश्य भ्यू तपाईहरु देख्न सक्नुहुन्छ हैन। अहिले चाहिँ मकैको सिजन छ गाइस। अनि यो ठाउँमा चाहिँ एकदम हेर्न सक्नुहुन्छ तपाईहरु हैन। भिडियोमा जुट्दै गर्नु होला। फाइनली गाइस यो चाहिँ हाम्रो रुम हैन। वरिपरि रुम यस्तै हुन्छ गाइस हैन। मेरो भ्लगमा तपाईहरुलाई स्वागत गर्छु। अनि मेरो चाहिँ 2 छोराछोरी छन्। अनि मेरो श्रीमती नि छ हैन गाइस हैन। ठिक छ, हाम्रो परिवार हैन। यहाँबाट हुँदै चाहिँ हाम्रो बाहिरको दृश्य तपाईहरु हेर्न सक्नुहुन्छ हैन गाइस।
यहाँबाट अहिले चाहिँ बेलुकाको समय छ अनि तपाईँहरू यो चाहिँ हाम्रो लगभग 3 कोठाको घर छ हाम्रो है। उतापट्टि एउटा कोठा अनि यो बिचमा चाहिँ हामी बस्छौँ अनि यता चाहिँ अर्को कोठा छ अनि अँध्यारो छ। अहिले लाइट चाहिँ हालेको छैन गाइस। पहिला मेरो बुवा चाहिँ स्वर्गीय हुनुभयो अनि त्यसपछि चाहिँ हामी यो कोठालाई बन्द राखेको छौँ अनि तपाईँहरूलाई मेरो घरको दृश्य अनि तपाईँहरू हेर्नु होला अनि भ्यू कस्तो लाग्छ होइन। अनि एकदम एक्टिभै छ होइन गाइस। अनि यहाँबाट हेर्दाखेरि चाहिँ एकदम छ यहाँ हेर्नुहोस् गाइस होइन। तपाईँहरूलाई अनि हाम्रो घरको अनि भ्लग अनि भ्यू अनि यो चाहिँ मेरो छोरो होइन। हेलो भन, लाइक अनि सब्सक्राइब गरिदिनु है भन्छ, फलो पनि गरिदिनु ल भन, खोइ फलो पनि गरिदिनु है भन न। ल त गाइस है, फलो पनि गरिदिनु होला है। धन्यवाद तपाईँहरूलाई। फाइनली तपाईँहरूलाई हामी किचन पनि देखाउनेछौँ गाइस होइन। यो चाहिँ हाम्रो किचन गाइस है। हो यो चाहिँ हाम्रो किचन गाइस, हेर्न सक्नुहुन्छ एकदम लतलिङ्ग छ गाइस। अब काउली तरकारीहरू पनि छ यहाँ होइन, गिलासहरू अनि कोक चाहिँ खाँदा खाँदा पुरै सिसाको गिलास भरेको छ गाइस। टमाटर बिना चाहिँ हाम्रो घरमा तरकारीहरू पाक्दैन गाइस। अनि यस्तो अब खानाहरू टक्क पाकिसकेको छ गाइस। अनि के पाक्दो रहेछ यहाँ हामी हेर्छौँ होइन। काउलीको तरकारी एकदम कराई चाहिँ एकदम सेतो रहेछ गाइस हाम्रो है। ठिक छ, कुक चाहिँ मेरो श्रीमती नै हुनुहुन्छ। हाई हेलो है त है। अनि यो चाहिँ हाम्रो बाहिर निस्किने बित्तिको भ्यू होइन। यो चाहिँ साँझ समय भइसकेको छ हेर्नु गाइस होइन। रात पर्सिको जुन पनि हामी देख्न सक्छौँ यहाँ होइन। जुन हामी जुम गरेर देखाउनेछौँ तपाईँहरूलाई। जुनको दृश्य तपाईँहरूलाई कस्तो लाग्यो है त गाइस। यहाँबाट एकदम क्याप्चर होइन। महँगोवाला किनेको छु गाइस है मोबाइल चाहिँ, भ्लगको लागि नै किनेको हो। सबैले अनि भिडियोलाई माया गरिदिनु होला अनि सपोर्ट पनि गरिदिनु होला भनेर म भन्न चाहन्छु गाइस होइन। अन्तिममा के भन्न चाहनुहुन्छ बुढी भन्नुहोस् त। हामीलाई लाइक अनि सब्सक्राइब पनि गरिदिनु है। गरिदिनु है त गाइस है। बाई बाई।